हेलो गाइज, आज चाहिँ हामी चाहिँ मनोकामनाको यात्रामा जाँदैछौँ अनि हामी चाहिँ फर्स्ट टाइम बाइकमा चाहिँ लङ यात्रामा जाँदैछौँ है गाइज। अनि हाम्रो ठुलमम्मी ठुलबाबा चाहिँ उता वीरगन्जबाट आउँदै हुनुहुन्छ। अनि यो चाहिँ हामीले चाहिँ अघि न चाहिँ कलङ्की क्रस गरेको थियौँ। अघि चाहिँ अब चाहिँ हामी चाहिँ ठ्याक्कै हाम्रो फोन आएको थियो कि एकछिन हामी चाहिँ साइड लागेका थियौँ। अनि त्यसपछि त्यतिखेर चाहिँ हामीले चाहिँ त्यो दिजुहरूले कल गर्छ रहेछ, त्यो उठाएर चाहिँ हामी चाहिँ सिधै लाग्यौँ। अनि त्यसपछि थोरै अगाडि गएपछि हामीले चाहिँ कलङ्की क्रस गरिहाल्यौँ। अनि त्यसपछि धेरै अगाडि पुगिसकेपछि एउटा पार्क आयो कि। अनि गाइज हामी चाहिँ त्यो पार्क चाहिँ कस्तो राम्रो रहेछ कि। अनि हामी चाहिँ अगाडि गइरहेको कसले चलाएको थियो बाइक? अनि बाइक चाहिँ मेरो बाबाले चलाइसकेको थियो। अनि मेरो बाबाको चाहिँ हात दुख्यो होला भनेको मान्छेन। अनि हामी चाहिँ फाइनली पुग्नलाई चाहिँ टाइम लाग्यो है गाइज। अनि त्यसपछि हामी चाहिँ मनोकामना चाहिँ मेरो बाबा, म अनि मेरो मम्मी गइसकेको चाहिँ जाँदैछौँ। अनि त्यसपछि जाँदाखेरि चाहिँ हामीले चाहिँ टिकट लिने ठाउँमा रुखिसकेको छौँ। अनि टिकट लिने ठाउँमा रुखिसकेपछि एकछिन हामीले टिकट लिएर सिधै जान थाल्यौँ। अनि त्यसपछि म चाहिँ धेरै खुसी हुँदै थिएँ। अनि हामीले चाहिँ टिकट लिएर चाहिँ हामी चाहिँ कति रहेछ? टिकटको चाहिँ 150 रहेछ। 1540 मैले चाहिँ मकै खाँदै थिएँ। अनि थोरै बेरमा चाहिँ मैले चाहिँ नखाने भने, म अहिले पछि खान्छु भने। अनि त्यसपछि हामीले चाहिँ मुखसुख धोएर माथितिर आयौँ। अनि त्यसपछि केबल कार आउन लाग्थ्यो कि फेरि मुख धुने तिमीहरू चाहिँ बाबा छोरीले चाहिँ मुख धुन थाले। अब यिनीहरू मुख धुन्छन्, नानेर म चाहिँ सिँन्छन्। अनि मैले चाहिँ टिकट देखाउँछु, यस्तो टिकट हो भनेर टिकट देखाएँ। हामी चाहिँ अलिकति अगाडि पुगिसकेपछि चाहिँ मुख धुने ठाउँ आयो। अनि म चाहिँ दौडेर मुख धुन गएँ। अनि त्यसपछि त्यहाँनिर चाहिँ त्यही मुख धुने ठाउँ आएपछि चाहिँ म चाहिँ साह्रो दौडेर चाहिँ मुख धुन गएँ। अनि त्यसपछि म चाहिँ मुख धोइसकेपछि फ्रेस फिल भयो। अनि त्यसपछि मेरो बाबा पनि गएर हात धुइसक्यो पानीले। अनि बल्ल अनि हात धोएपछि साबुनले पनि हात धुइस्यौँ। अनि त्यही बाटो चाहिँ हामीले चाहिँ केबल कारमा जानलाई एकछिन मात्रै बाँकी थियो। त्यही भएर हामीले चाहिँ रात मुख धोयौँ। अनि मम्मीहरूसँग भेट भइन्छ नि त, त्यही भएर राम्रै हुन मन लागेर तिमीलाई चाहिँ। अनि म चाहिँ ठुलमम्मीहरूसँग भेट हुन्छ भने राम्रै हुनु। ठुलमम्मीहरूले फोन गर्छ कहाँ पुग्छ भनेर। हामी चाहिँ